हेलो गुड मर्निङ। अहिले चाहिँ बिहानको 3 बजे छ। के छ भन्दा आज चाहिँ हाम्रो कुल पूजा छ। सो हामी चाहिँ बिहानै उठ्यौँ। अब सुतेको पनि छैन भनौँ न, त्यो आधी घन्टा 1 घन्टा कति घन्टा सुत्यौँ, त्यो तास खेल्दै बसेर रातभरि। आज चाहिँ हाम्रो कुल पूजा छ। सो हामी चाहिँ उठिसक्यौँ। अब फ्रेस भएर अनि हाम्रो पूजा लगातार सुरु हुन्छ। निन्द्रा आउँछ, यो झन् सुतेको पनि छैन। हामी चाहिँ ठुलो बाको घर पछाडि यही हो हाम्रो पूजा। हामीले पूजा गर्ने सबैको ल्याएको छैन। उता छ बुङ्गुर, यता एउटा ल्याएको नमिलेर गाइजहरू टम तयारमा छ है। ल यही हो पूजा गर्ने। आजको पुजारी हो अनि अर्को बाबु छ, दुईजना। पानी छ यहाँ? पानी त्यही छ त, यहाँ जा भाइ बाल्टी ल। ए के हिँड्छ राइसकेको 5वटा। ल ल ठिकै छ। झ्यापझुप गरेपछि त न त यो झन् ढिलो हुन्छ। ल्याउँदै पूजा गरिदिँदै गरेपछि त हुन्छ कि। समात्नु त्यो उसकेला। सबै रेडी हुँदैछ। यसले लिपेर पनि भ्याइसक्यो। अब हुन्छ केटाहरू अरू बुङ्गुरहरू लिन गएको, दुईवटा यहाँ छ। रेडी हुन्छ। यहाँ छ। ल एउटा बुङ्गुर, यता अर्को बुङ्गुर रेडी। उता एउटा समातेर दुईवटा छ, हुँदैछ। सबै रेडी भइसक्यो लगभग। अब चाहिँ पूजा सुरु हुन्छ। टिकेर राखेको छु यहाँ मैले। बिहानको कति बज्यो है? 4:30 बज्यो। 4:30 बज्यो। बाबु त आइसकेको रहेछ जस्तो। अब रेडी नै भइसक्यो। यो पानी हाल त पहिला जलिसक्यो। बुङ्गुर चढाउन आउनु भएको छ तपाईँ? बुङ्गुर चढाउन आउनु भएको छ हो? ल ठिकै छ। यता पनि कुखुरा भन्नु तल के लाग्छ? चाको आके चाको यता खाल्टोमा भन्दै छ। अरे पकाउने भात ठुल्ठुलो एउटा करी ल्याऊ अनि दुईटा चारजनाले मन सक्दैछ। डेप्ची चाहिँ हाम्रो पूजा भइसकेको छ। सबै रेडी भइसकेको छ। अब यसले ठिक लाग्नु ल। चियापत्ती भइसकेको छ, रेडी हुँदैछ। सबै काम ताम तयार हुँदैछ। हामी पनि रेडी छौँ। सबै भुट्लाउने काट्ने काम भइरहेको छ। कुखुरा भुट्लाउने गाईहरूले यहाँ भुरभुरे लगाइरहेको छ। हामी पनि छौँ यहाँ। राम्रो गर। त्यो कुखुरा भुट्लाउने कार्यक्रम भइरहेको छ। यहाँ चिरफार चलिसकेको छ। ल मुकम हो कुन जोग्ने हो र? जोग्न गाह्रो हुन्छ। ल चाहिँ हाम्रो प्रसादको लागि बिना तेल बिना नुन राख्दैछ। यो चाहिँ घाँटी निरको उस र मुटु हो। यो चाहिँ अब प्रसादको लागि हो।
यहाँ चाहिँ सबै काम हुँदैछ चियाको साथमा सामान लिन हिँडेको हामी चाहिँ ल ल जाम ल स्याचुट गर्ने आफ्नो काम सक्ने ल अब चाहिँ अब हामीले चाहिँ चिया खाँदै छौँ अब हामीले सामान ल्याउँछौँ अरू सबै काम गर्दैछ झ्यापझुप गर्ने झ्यापझुप सघाउने के काम छ थुप्रै छ काम 1% सकेको 1% रे 45% चाहिँ सकिसकेछ या भनौँ न लगभग ल गुड बिराललाई देखाइदेऊ त्यहाँ इट्स अ प्रसाद टाइम काम हुँदैछ प्रसाद चाहने काम हुँदैछ ल ल थोरै हाले बाबु एउटा त्यो गोविन आइज ल यो चाहिँ हाम्रो प्रसाद बिना नुनवाला यो चाहिँ जाड मासु यो सेरोटी बारा गुड उसको के को सेरोटी रे यो चाहिँ के को मासको दाल ल ए म चाहिँ यही राखेँ बिना नुन कस्तो लागेको बाँडेको मिठो भयो मिठो भयो 10 केजी 10 हाम्रो हजुर मिठो हो ठिकै छ छैन करोडौँले हेर्छन् त अनि त्यो सानोतिनो मान्नुभयो क्या यो त फेरि 10,000 आए पैसा आउँछ 10,000 तपाईँ खाइराख्नु भयो अहिले चाहिँ आले गाइडहरूले मात्रै किनकि यो कुल पूजाको प्रसाद हो नि सो बिना नुनवाला सबले लिइराख्नु भयो काटमार भइरहेको छ दिस इज पिग मुर्गो यो चाहिँ चिकन उता अझै हुँदैछ गाइजहरूले काम गर्दैछ कहिले काट जाने होइन गाइजहरूलाई खास यो पकाएको हो कि खास के गर्न खोजेको अरे जेठो यस्तो कपडा चाहिएको भयो के कसले ओहो के आगो लाग्यो त्यस्तो यहाँ चल्दैछ पोले बुनको मासु खाँदै हुन्छ म पनि बाहिर लिँदैछु यता नदेखे क्या रखिरहेको क्या एक दुई ठाउँमा मात्र देखिरहेको
आफ्नो मात्र थोपडा ए लाइनबाट कसलाई दिए त मैले ग्रुपमा हिँडेपछि त कमसेकम यसो हुन्छ छैन दुई ठाउँमा मात्रै लेखेर हेर्नु पर्यो ठ्याक्क मुवा झिक्ने मुवा झिक्छ आफ्नो मात्र भिडियो बनाउँछ नि त्यस्तो त हुन्न नि त अनि यस्तो क्या बाबे यस्तो रहेछ क्या यो मोबाइल एउटा मान्छेले चाहिने रहेछ क्या यताउता बनाउनलाई होइन त्यही भएर ब्लगरहरूले म्यानेजर भन्ने कारण त्यो रहेछ कि अब आफैले म त यस्तो गर्न नभ्याइने रहेछ क्या मलाई स्यालेरी कारण हुँदैछ हामी चाहिँ यहाँ दिएको हुँदैछौँ मलाई स्यालेरीमा राख्ने भएको कति स्यालेरी दिने म बस्छु सक्नु त मैले थाहा जस्तो हुन्छ फोरेको रुम छैन खै जाने हो थोपडै देख्यो बल्ल देख्यो के भनिस् भन्दा आफ्नो ठौडा मात्र देखाएर अफ गर्छ कहिले भन्यो ल कसरी जाने आग्दैछ नयाँ वर्षमा लुम्बिनी घुम्न गएको एक्लै घुम्न गएको के केटासँग घुम्न यसलाई समात्न दिए यसले समात्यो निरजले समात्दियो त्यत्रो बनाइदियो थिएँ केटाहरूको चाहिँ एकचोटि देखाएको थियो क्या केटाहरू एक दुईचोटि किन थुप्रै देखेको थियो धुलाको धुलाएर ल्याउ न धुलाएर उसमा परातमा लिएर अब जाउ नानी ल धुला परातमा ल्याऊ ल कफ चल्दैछ मासु इङ्ग्रे चाइनिज सेफ आरामले अहिले 15-20 इङ्ग्रे चाइनिज सेफ अब धेरै छैन गाडी किन्नु पैसा कमाउँछ क्या चाइनिज सेफले हान्दैछ सुन मिसाउला घाँटीको घाँटीको सुन पनि मिसाउला 1 करोड रुपियाँ इङ्ग्रे के हो ठिकै छ ल गाइसको यस्तो घुर्ने बाघ आयो बाघ खेल चाहिँ भइरहे गाइजहरूको ल लाग्दा यस्तै मात्र हो सबै आफ्नो पारामा यहाँ चाहिँ कोही आफ्नै पारामा के डुल भयो जेडे आजको मास्टर सेफहरू चाहिँ यहीँ हुनुहुन्छ के हो यो मास्टर सेफ चाइनिज मास्टर सेफहरू म पनि मल चाहिँ उ त्यो ठुलो भाँडामा सबसे ठुलो भाँडामा पकाएको यो चिरगुटहरूले यो सानो यो दुइटाले लास्ट घाम चाहिँ यस्तोमा नि आगोमा खेल्न परेको छ दुःखका साथ पानी शक्तिमा राखेको पानी अब चाहिँ लाइट परेर त्यसै हेरेको नि छैन कसरी पाहुनाहरू बिस्तारै बिस्तारै आउनु भएको छ नै सुतेन कहाँ सुते ऊ यहाँ पल्टे थिएँ सुत क्या निद्रा लाग्यो क्या च्याङ खै त च्याङ त खै कता गयो
ल घाम पनि त्यस्तै यस्तो घाममा पकाउनु परेको छ ल के भयो हे बढी छ म चाहिँ शीतलमा एकछिन भने ओए के हो तिमीहरूको एकजनाले हेर्ने एकजनाले छाता उडाउने एकजनाले चलाउने हामी यस्तो हामी मस्त हावा ठाउँमा सबै कुरा यहीँ छ हाम्रो पिङ्स केही छ नि न मासु यो चाहिँ बुङको मासु अचार पाहुनाहरूले खाँदै हुनुहुन्छ यो चाहिँ मेरो भागै मैले चलाएर आएको मैले हेरिरहेको छु बुढको मासु एक खोपे सबभन्दा ठुलो यो चाहिँ इदर मास्टर सेफ अब चाहिँ यति पकाएपछि बल्ल आनन्द हुन्छ हल्का हुन्छ बल्ल आराम गर्न पाइन्छ त्यही भएर छिटो पर्नु यो घाममा ठुलो बाले पोलिराख्नु छ अघि नै के भन्छ अन्त मास्टर सेफले जस्तो यति हाल्यो भने नुन चर्को कहिले नै हुन्न भने यति हालेपछि नुन कसरी चर्किन्छ र यति हाल्यो भने हुन्न के यति हाल्यो भने हुन्न पानी हाल्यो तैँले के घुमाएर बस्छ यता दामी आउने छ यस्तरी दामी आउने छ यस्तरी अबे तिमीले हिजै पकाएको अझै नि चलाएर बस्छस् त म चाख्दैन हाम्रो हिरोहरू यहाँ चरङ्गेको हिरोहरू कोही केटी चरङ्गेको हिरो रे नम्बर 1 नम्बर 2 नम्बर 3 गिलास प्लास्टिक गिलास त्यहाँको सबै सक्यो त्यो लोरा राखेको अब यसो बाबे हजुर ल मनुष्य पाएको छ कुल पूजामा के छ मिसी बच्यो भने कुल पूजाको दिन पूजा गर्दा पानी पर्यो हावा चल्यो यो टेन्सन सबै हामीले उकायो हाम्रो मासुहरू नि यसरी ढाकेर राखेको छ हामीले पूजा गर्ने ठाउँ यस्तो भयो पानी परेर हैरान फेरि हामी यस्तो ओठामा गाइजहरू कोही कता भागेन हामी चाहिँ यता छौँ पानी पर्यो अब चाहिँ यस्तै होला जस्तो यता मात्रै हो कि सबैतिर पानी परेको यस्तो हावाहुरी चलेको जाउने भो है हामी चाहिँ अघि नै यहाँ थियौँ यसो हेरेको त कहाँ रहेछ त गाइजहरू त त्यहाँ पो आइछ यतै बाबे कहाँ यस्तो सुत्न लागोस् ल सुत त्यही सुत ल यो चाहिँ सुत म सुत्दैन सुत्न त त्यस्तै हो पानी परेर हैरान अबुई भन्न धोका ल सुत ला त्यो ओइ यो आइस लास्टमा सुत्न नगएको त ल त चाहिँ त्यतै सुतै बाबु कति धेरै पाहुनाहरू आउनुहुन्थ्यो गाउँको त्यतिर आउनुहुन्थ्यो बाहिरको झन् कोही आएका थिएनन् अब कोही आयो भनौँ न अब भान्सेहरूले खाए कति पाहुना त आउँदैन होइन अब यस्तो भयो नि अब कति बेलासम्म हुने अब 6 बजेतिरसम्म नि यस्तै भयो भने चाहिँ अब यो यतिकै हुने भयो नत्र भए चाहिँ अब अगाडि नै रोकियो अलिक घाम लाग्यो भने चाहिँ अब केही हुनसक्छ अब हेरौँ के हुन्छ ओहो यस्तो यस्तो लाउनु भएन नि यिनीहरू त मजा छ न अहिलेको लागि कस्तो मजा अफ भयो आजको पूजा पनि अन्तिम भइसक्यो घाम आइसक्यो एन्टी लाइट पर्छ होला र ओइ डिए कस्तो आजको पूजा नै अब यहीँ सकिन लागिसक्यो किनकि घाम डुब्न लाग्यो घाम डुबेपछि हामीले यसलाई फाल्छौँ खाल्टोमा गाड्छौँ सो
सबले खाँदै हुनुहुन्छ घाम यति 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 घाम लागिरहेको छ अब चाहिँ घाम दिएपछि हामीले फाल्छौँ बचेका केटाले चाहिँ अझै चटपटभरि खाएर ल आजको भिडियो चाहिँ यहीसम्म बाई बाई ए सब घाम डुबिहाल्यो कि ल सबले हात माथि गरौँ ल केटाहरू आज चाहिँ यो लास्ट भिडियो आजको भिडियो चाहिँ यहीसम्म